हाई एभ्रिवान, मैले फेरि देखिसक्नुभयो घिउको रेसिपी लिएर आएको छु। घिउ बनाउनको लागि सर्वप्रथम मैले यसरी दुध तताउँछु र त्यो दुधबाट निस्केको तर मैले यो बट्टामा कलेक्सन गर्छु। सो तरलाई मैले गहिरो भाँडामा खनाएर मोत्न स्टार्ट गरेँ। सोही तरलाई यत्तिकै चलाउँदै जाँदाखेरि पातलो पातलो लेयरबाट हुँदा हुँदा क्रिम जतिको र क्रिमबाट हुँदा हुँदै बाक्लो बाक्लो हुँदै हुँदै पिठो जतिको बाक्लो हुँदै जान्छ र सो पिठो जतिकै बाक्लो भएको नौनीलाई चाहिँ अझै हामीले नन स्टप नबिसाइकन चलाइजान्छौँ र चलाउँदै जाँदाखेरि यत्तिको छोक्रा बन्न आउँछ। छोक्रा बन्दै गएपछि अझै पनि हामीले नछोडिकन अझै मोथी राख्ने र मोथी राख्दाखेरि छोक्रा जस्तो नौनी पानी र छोक्रामा छुट्टिन आउँछ। सो छुट्टिएको पानी र नौनी जस्तोलाई अझै पनि नछोडिकन डल्लो नबसुन्जेलसम्म मोथी राख्ने र त्यत्तिकै मोथी राख्दाखेरि पानी र डल्लो मजाले छुट्टिन थाल्छ र हामीले सर्वप्रथम पहिल्यै नै हामीले पानी फ्रिजमा राख्ने, चिसो पानी, अनि यत्तिको छुट्टिन थालेपछि उक्त पानीलाई फ्रिजबाट निकालेर हामीले त्यो पानीलाई यसमा एड गर्न सक्छौँ र एड गरेर यत्तिको पखाल्ने र घिउको डल्लो कलेक्सन गर्ने। मैले यत्तिको डल्लो निकालेँ। यो मेरो 15-20 दिनको तरको कलेक्सनको घिउको डल्लो हो। यसलाई मैले कराईमा राखेँ र अझै पनि त्यहाँ देख्दै हुनुहुन्छ घिउ बाँकी छ र मैले रहल पहल घिउ पनि निकालिदिएँ र मोही निस्कियो। मोहीलाई मैले सोही भाँडामा खनाइराखेँ र मैले घिउलाई यत्तिको सेप गराएँ र मैले मिड फ्लेममा यसलाई पकाउन हालेँ। पकाउँदै जाँदाखेरि हामीले चलाउनु पर्दैन र अलरेडी घिउ यत्तिको रेडी भयो। सोही घिउलाई मैले यसरी छानेर बट्टामा राखेँ। यसरी छान्दाखेरि चाहिँ उसको त्यो बिनौनीहरू घिउमा पर्न जाँदैन र मैले घिउ रेडी गरिसकेँ। मेरो घिउ चाहिँ यति निस्कियो। मेरो तर चाहिँ बट्टाभरि थिएन र त्यसैले यो पालिको घिउ चाहिँ मेरो एक माना अलिक कम निस्कियो। सोही घिउलाई मैले जमाउनको लागि फ्रिजमा राखिदिएँ। Thank you for watching my video. Keep supporting. Bye bye.